हेलो नमस्ते सबैजनालाई स्वागत छ तपाईँलाई मेरो नयाँ ब्लगमा। र आज चाहिँ हामी पाथिभरा दर्शनको लागि जाँदैछौँ र हाम्रो टोली यहाँ रेडी भइसकेको छ। गाडी आइसकेको छ भने खबर पाएको छौँ। खै त अरू हाम्रो अझ यहाँ हुन्छ अङ्कल यहाँ के त दाजु है गइसक्यो। आन्टी कस्तो लाग्यो एकदम ठिक राइट ब्लग गर्नु थियो होला। हेलो खोइ भाइ कहिले ए के छ भाइ ब्लगमा यस्तो हालेपछि राम्रो राम्रो गर्दैन। हेलो गाइज वेलकम टु माई भ्लग अगेन। हामी अहिले खाजा खानु भनेर उत्रेका छौँ लसुने भन्ने ठाउँमा। यस्तो खालको ठाउँ छ, केही पनि नखाइकन आएको थियो मजाले। नमस्ते, अहिले हामी कन्यामा आइपुगेका छौँ। यस्तो ठाउँ छ, अति नै सुन्दर ठाउँ रहेछ। दाजुभाइहरू यता गुफ्तगु गर्दै, घरहरू एकदमै सुन्दर। पुरै कुहिरो लागेको कारणले गर्दाखेरि केही अलिक गाह्रो छ देख्न चाहिँ, तर अति नै राम्रो ठाउँ, सुन्दर ठाउँ। फेरि पनि आउँदा एकदमै खुसी लाग्यो मलाई चाहिँ।
फेरि पनि हामी चाहिँ अब यस्तो हुस्यु लागिरहेको ठाउँ 5 थरमा हामी प्रस्थान गरिसकेका छौँ। 5 थरमा हामी प्रवेश गरिसकेका छौँ र यहाँ हामी खाना खानको लागि उत्रेका छौँ। यस्तै हो, पुरै कुहिरो सुइरो लागेर होइन, कुहिरो हो कि हुस्यु हो खोइ के हो बुझ्न सकिँदैन, केही देखिरहेको छैन, बाटो साटो पुरै सरी। भात खानको लागि हामी तयार। बाती नमदेवी कायना बाता मुसे बदला महादेव फला नमहर महादेव मारो। आज हामीले खाना खायौँ, जुठो पुरो भए पनि गङ्गा जल तीर्थपालले शुद्ध हुँदैछौँ। सत्यदेवीका धाममा जाने हो। काबेलीका जलमय देवी विष्णुवती माता, गणेश देवता शिवजी देवता, सिंहवाहिनी देवी रक्षा गर्दै चिताकाम पुरा होस्। काबेलीमा भाकल नर काठमार ढाडमा छैन भगवती मातालाई दर्शन गर्ने, वरदान शक्ति माग्न जाँदै हुन्छ। हाम्रो यात्रा सफल होस् भनेर गाउँघर शान्ति पर्वतका बाल गोपाल सब परिवार, सखा सन्तान, छोराछोरी, घर परिवारमा, पशुपन्छीमा कुनै घटी पर्नु भत्ता पनि नहोस्। आयु पुरा खेतीका किसानमा आँखी टाइ बोक्छ, शत्रु नलागु, सत्य बनाना धन सम्पत्ति नहोस्। देह र मर हतेछ ब्रह्मदेवी नारायण नमस्ते। ओम शाम प्रहाजी काना माता मनसेन्द्र माता लमा देवी ओम हरि परदी काना माता मनसेन्द्र लमा देवी हला बोला बेटी बाती धो बाती बाती नमा देवी काना माता भने ध्या एकै घरमा ल्याएर भाइ हो परिवार हो ओम शान्ति नमः नमः माता देवा ब्रह्मदेव ब्रह्म शान्ति देवी नारायण महादेव नारद। दर्शकबिनहरू एकदमै एकदमै मसकत गरेर होइन 2 किलोमिटरलाई 2 घन्टा लगाएर हिँडेर 9 बजेतिर हामी 9 बजे सेवारो होटल हामी खोइ के नाम हो यो यसो रेस्ट गर्न बसेका छौँ। त्यो पनि यो रेस्ट पनि 2-4 घन्टाको लागि मात्रै हो। त्यसपछि एकदमै चिसो मौसम छ, पानी परिरहेछ, रेनकोट लगाएर आएका छौँ। पानी परिरहेको छ, 70 भन्दा धेरै तातो छ। कहाँ तातो हुन्छ? होइन हौ, 20 को पौवा हो, 20 को पौवाले गर्दा तातो हो। दर्शकबिनहरू केही नदेख्यो भने राति नै उठेर हिँडिसक्यौँ हामी चाहिँ हालै पाथिभरा दर्शनको लागि। यहाँबाट 3 किलोमिटरको बाटो छ अरे, एकछिन हिँड्दैमा सास स्यास्या हुने जस्तो छ अवस्था। के छ भाइ? यो हुस्युले गर्दा यो होला, क्यामेरा पनि पुरै ब्लर देखिरहेछ। हामी बाटोमै छौँ, एकदमै गाह्रो भएर चिन्न। यो चढाइ भएकोले होला, त्यही माथि 3 किलोमिटर हिँड्नुपर्ने। हिँड्दै गयो भाइ, त्यहाँ नरोक्यो। भर्खरै यात्राको सुरुवातै मात्रै भएको छ, अझै धेरै लामो यात्रा बाँकी जस्तो फिल भइरहेछ। वाह 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 वाह, छानो आएछ, छानो ल छानो पुरै छाड्यो नि त। हैट, के यही माथि मात्रै हो?
के अझै छैन ऊ यताबाट आउने सँगै आइसक्नु ए कुनै फरक नपर्ने रहेछ सँगै आइसक्नु बाटोमा हिँड्ने क्रम अझै पनि जारी छ अझै पनि आधी बाटो त छ नै होला सायद कि एक तिहाई जति चाहिँ बाँकी होला सायद हामी कति बजे हिँडेको कति बजे हामी 5 बजे हिँडेको थियौँ 5 बजे होइन 5 बजे भन्दा नि अगाडि 5 बजे भन्दा 4:30 बजीतिर भनौँ अहिले 6 बजेर 13 मिनट हुँदैछ 4 बजे 17 मा हिँडेको होइन होला 4:30 मा त हिँडेको ए एकछिन थकाइ मार्दै होइन मेरो अनुहार नदेखेर तर्सिन मैले शिवलिङ्ग पनि रहेछ त त्यो पनि तर पनि थियो नि चतुर्मुखी हजुर चलो झन् ठुलो घन्टा रहेछ यहाँ चाहिँ ल है प्रवेशद्वार आइपुगेछ मान्छे मान्छे भिडियोहरू पूजा गर्ने लाइनमा हामी एकदम लामो लाइन छ मान्छेहरू त्यहाँबाट हट्ने नामै लिइरहेको छैनन् होइन के छ भाइ दाजु पछाडि हुनु त आउनु अगाडि लाइन काट्नु होइन परिवार एकजना हो त नि एकैचोटि आउनु पछाडि सर कहाँ छ भेटी छ गोजीमा मैले त्यति चढाइनँ क्या नि छ त्यति चढाइनँ क्या ठाउँ ठाउँमा मात्रै चढाएको
हामी चाहिँ अब पूजासुजा गरेर पूजासुजा गरेर पाथी बाह्रदेखि अब तलको लागि प्रस्थान गर्दैछौँ। अब यहाँबाट होटल पुग्नुपर्ने, होटलबाट फेरि तल ताप्लेजुङ झर्ने। अब त्यहाँदेखि जाने कि नजाने जाने नि अब त्यो राति हुँदा त्यो हिजो काटेको राति काटेर चाहिँ कटिहाल्नु त्यो एक छ कति 1 घन्टा पुगिन्छ त त्यो चाहिँ कटिहाल्नु 1 घन्टामा होटल पुगिन्छ अनि त्यहीँ त्यहाँबाट 2-3 घन्टा 1 घन्टा त्यहाँ बज्यो कति बज्यो 9 10 बजी। अब हामी होटेलबाट अब घर जाने भने के तल्लो बेसी के भन्ने ठाउँ छ त्यहाँ चाहिँ जानुपर्नेछ। अनि त्यहाँबाट गाडी लिएर अनि ताप्लेजुङ बजारबाट चाहिँ फेरि गाडी लिएर अब झापा पुग्ने हाम्रो योजना छ। र हिजो राति आउँदाखेरि यस्तो एकदम पानी परेर चाहिँ केही देखिरहेको थिएन, बाटो त एकदम घना जस्तो जङ्गल जस्तो पुरै सुनसान रहेछ नि त। पानी परेर दरो ठोको एकदमै, यस्तो पुरै भूत हो कि जस्तो होइन पुरै। दाजु पछाडि आउँदै हुन्छ है, अरूहरू तल गइसक्यो, हामी माथि नै छौँ। तल झर्दै एकदमै कुहिरो हो कि बादल हो कि हुस्यौँ हो कि पानीको बाफ हो कि के हो केही देख्न सकिँदैन, सबैतिरबाट घेरिदिएछ। कोरै कोरा एकदमै। र झर्ने क्रम अहिले पनि जारी, केही समय अझै लाग्ने अवस्था रहेको छ। र म यहाँ अब सायद तलै पुगेर